ल यस्तो छ यहाँ पुल भयो होइन माथि देखिँदै गरेको चाहिँ डाँडा बजार रविराकेतिर जाने बाटो यहाँनिर बिचको चाहिँ अहिले यो लेउटी टार होर्बियो समथिङ त्यता माथि ज्यामिरे जाने बाटो होला अनि यता यता अनि त्यस पछाडि यो तिनताले होइन अनि यो हामी तिनताले काकाहरूको घर हो हाम्रो काकाहरूको घर अनि यहाँबाट चाहिँ सिधै यसरी जान्छ सिधै गइन्छ अनि यता फेरि अर्को नयाँ घर बन्दैछ यता ल यहाँ सब काकाहरूको घर हो यस्तो छ ल यस्तो छ है ल हामी चाहिँ आज खोलाको बगरबाट सब यस्तो बगाएर यो के अरे बाँस पनि झार्नु बाँसको झ्याङ पनि झार्नु आँटेको रहेछ पहिला यस्तो थिएन यहाँ पहिलाको कुवा यहाँ पुरानो कुवा कहाँ हरायो यो हराएको हो ए है यहाँ कत्रो ठुलो उयो थियो होइन आवाज यहाँ नामाङ नामाङ के गर्दैछ नामाङले यता आवाज स्टार्ट आवाज आवाज कतिमा पढ्दैछ आम्मा 7 मा ओहो नामाङ आम्मा 5 मा ओ माई गड ल अनि यस्तो छ यसरी छ अब म खोला पनि देखाउँछु अहिले खोला बढिरहेछ अहिले खोला चाहिँ ल खोला धुमी लगाएर छ बढिरहेछ खोला वा दल दल ल नानी हिलो लाग्छ है ल दल नामा दल दलमा पसेको त नानी लुगा उयो हिलो हुन्छ है ल खोला 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 यो खोला आधी यहाँ छ आधी पल्लोपट्टि छ कि कसो पो खोला यही मात्रै ए अलिक सानै रहेछ त खोला त अनि साह्रै ठुलो रहेछ खोला हिजो पानी परेर चाहिँ पुरो यो हिलो न ए भएको धुमिलो भएको नभए त यस्तो उयो होइन यस्तो छ ल ल हाम्रो घर पनि देखियो ल हाम्रो घर यहाँ देखियो तर यहाँ नजिकै देखिँदैन तर धेरै उता छ र यहाँ मामाहरूको घर पनि देखियो माथि यहाँ आवाजहरूको घर यो मामाहरूको घर रोड यहीँनिर छ ल यस्तो छ नामाङ ल यता हेर्दै हात हात फोटो खिच्ने खै आवाज ल फोटो खिच्ने आवाज आवाज ल नामा कहाँ छ हौ